भुटान हामी भुटनिस रेफ्युजीलाई किन फर्काउँदैन भन्ने एउटा सत्य कुरा म तपाईँहरूलाई बताउन गइरहेको छु। राम्रोसँग सुन्नु होला। हामी जस्तै देश विदेश 7वटा मुलुकमा जाँदाखेरि सर्वप्रथम हामीले निवेदन गर्नुपर्छ युएनएचसिआर अथवा आइएमओलाई। त्यतिखेर निवेदन गरिसकेर हामी टिडी पुगेपछि चाहिँ टिडी पुगिसकेर हामीले ट्राभल डकुमेन्ट दिइसक्दाखेरि चाहिँ हाम्रो सबै डाटाहरू चाहिँ भुटान सरकारमा पुग्थ्यो र भुटान सरकारको नागरिकलाई चाहिँ हामीले उडाउँछ भनेर उहाँ डाटा पुग्थ्यो र भुटान सरकारको स्वीकृति अनुसारले मात्रै हामीलाई देश विदेश लाने गर्दथ्यो भुटनिस रेफ्युजीलाई। त्यसै कारणले मेरो के अनुरोध छ भने अब पनि भुटान जाने भनेर चाहिँ कोही व्यक्तिहरूले कोही नेतागिरी गरेर अथवा कोही लिडरसिप गरेर चाहिँ भुटान जाने आन्दोलन अथवा भुटान जाने अभियानमा हुनुहुन्छ भने प्लिज तपाईँहरूले यसलाई स्टप गरिदिनु होला, किनकि भुटान सरकारले हामीलाई कहीँ लाने भुटान लाने छैन र भुटानकै कारणले गर्दाखेरि हामीलाई थर्ड कन्ट्री रिसेटलमेन्ट भएको र यो भुटान जानेमा चाहिँ तपाईँहरूले जोड नगरिदिनु हुन अनुरोध गर्दछु। र हामीले थर्ड कन्ट्री पनि अब लाँदैन र नेपालमै हामी बस्नुपर्छ र नेपालमा बस्नको लागि चाहिँ हामी सब एकजुट भएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। तपाईँहरूको कस्तो छ धारणा, के छ कमेन्ट गर्नु होला। धन्यवाद।